आज हामी कहाँको मन्दिरमा गयो त साथीहरू यतिका बिहान हेर्नुहोस् है भिडियोमा। अनि यसलाई चाहिँ चिल्लो रहित अम्लेट भन्छ अरे। यस्तो नै हुन्छ त। र साथीहरू आजको मेरो मिनी भ्लग सुरु भइसकेको छ। आज चाहिँ हामी मन्दिर जाँदैछौँ बिहानै। कहाँको मन्दिर होला गेस गर्नु है त साथीहरू। यो चाहिँ हाम्रो घरबाट नजिकै रहेको मन्दिर हो। नजिकै त के भन्नु, लगभग हिँडेर जाँदाखेरि चाहिँ 15 मिनट जति लाग्दो रहेछ है। यो नाम देखेरै थाहा पाउनुभयो, यो कपनको कपन बङ्गलामुखी मन्दिर हो साथीहरू। हाम्रो घरबाट चाहिँ अलिकति टाढा हो। हामी मणिखटारमा बस्छौँ। यो मन्दिर चाहिँ कपनमा छ। यो कपनमा रहेको बङ्गलामुखी मन्दिर चाहिँ धेरै पुरानो मन्दिर हो। पहिला व्यवस्थापन यहाँ यस्तो राम्रो थिएन, अहिले चाहिँ एकदमै राम्रो बनाएको रहेछ। यो ढुङ्गाहरू छापेर होइन, बाटोहरू बनाएर एकदमै राम्रो बनाएको रहेछ। म चाहिँ यो पहिला यस्तो नहुँदा चाहिँ गएको थिएँ, धेरै पछि गएको, एकदमै खुसी लाग्यो। अनि घरमा आइपुग्दा फेरि त कान्छी छोरी पनि मन्दिर जाने भनेर मम्मीलाई दुःख दिएर बसेकी रहेछन् है। उसले म गएको थाहा पाएछन्। अनि दिदीलाई होमवर्क गर्नेमा नाकमा पेन्सिलले घोदिन्छ छोरीले। उसको काम यस्तो छ, खालि चकचकमा 1 नम्बर हो क्या मेरो यो कान्छी छोरी चाहिँ। दिदी चाहिँ देखि सहँदैन, अहिले पनि हेर्नु पेन्सिलले नाकमा घोदिन्छन् है। अनि म चाहिँ बिहान आज घरमै थिएँ होइन। के काम गर्ने भनेको यो अनकम्प्लिट पिक्चरलाई फेरि हल्का कलर गरेर त्यसपछि छोडिदिएँ। यो पुरा हुन चाहिँ धेरै टाइम लाग्छ। अनि छोरीलाई स्कुल पुऱ्याइदिनु पऱ्यो, आफू ड्युटी जानु पऱ्यो साथीहरू। A few moments later. अनि ड्युटीबाट आएको हल्का भोक लागिरहेको हुन्छ, त्यही हो दुध अनि सातु। आजको खाजा यतिको मात्रै हो मेरो है साथी, खासै धेरै खाजा खाइनँ मैले है। जेठी छोरी मेरो होमवर्क सकिसक्यो, बाबा मलाई मोबाइल चाहियो भनेर मोबाइल माग्छिन्। अनि आमालाई आज अन्डा खानु मन लाग्यो, आमा यसो चिल्लो रहित अन्डा बनाउनु भनेको, चिल्लो रहित यस्तो मजाले बनाइदिनु भयो आमाले है। यस्तै हो, अब चिल्लो रहित अन्डासँग साग र भात खानु पऱ्यो। अनि मलाई चाहिँ अमिलो खानु मन लाग्यो भनेर कागती खाएँ साथीहरू। आजको भ्लग चाहिँ एकदमै छोटो छ मेरो है साथीहरू। अनि कान्छी छोरीलाई फेरि अब खाना खाएपछि दुध चाहिन्छ, दुध चाहियो भनेर टेबल ठट्टाउन थालिन्। म चाहिँ दुध लिन गएँ। मेरो भ्लग चाहिँ यहीँ इन गर्छु है साथीहरू आजको लागि।